हामी अझसम्मको सबैभन्दा ठुलो चोरी गर्न जाँदैछौँ। यात्रा यो चोरी सक्सेस भयो भने नेपालको इतिहास फेरिन्छ। यो चोरीलाई राम्रोसँग गर्नुपर्छ। तर हामी समात्यौँ भने नर्मली मान्छेहरूले एउटा चोरीको प्लान 1-2 महिना अगाडिबाट बनाउँछन्, तर मैले यो चोरीको प्लान आजभन्दा 10 वर्ष अगाडिबाट बनाइसकेँ। 10 वर्ष 10 वर्ष या 10 वर्षभन्दा अगाडि भनेपछि हामी नाम र लुक्स दुइटै फेर्न पर्छ। तर चोरी चाहिँ के को गर्ने? आजभन्दा 1 विक पछि भ्यालेन्टाइन डे सुरु हुन्छ। ओके हामी हरेक पसलमा गएर चकलेट, फ्लावर, ओके तेल, ओके तिनटै सबै थोक जे भ्यालेन्टाइनको लागि इम्पोर्टेन्ट छ सब थोक चोरी गर्ने। ओके यो चोरी इतिहास लेख्छ। आजसम्मको सबैभन्दा ठुलो चोरी। यसपालि कसैलाई पनि भ्यालेन्टाइन मनाउनै दिनुहुन्न। सबैलाई सिङ्गल रहन दिनु। सिङ्गलहरूको लागि खुसीको मौका बनाउनु। यो चोरी इतिहास नयाँ लेख्छ। अनि मेडिकल स्टोरीमा चोरी गर्ने कि नगर्ने? त्यसलाई गर्नुहोस्।